नेपालकै एउटा सबभन्दा पुरानो सडक जीर्ण अवस्थामा छ। अहिले पनि मधेसको लाइफलाइन भन्दै पनि त्यो मधेसले त्यसको उपभोग गर्न पाएको छैन। र यसमा अर्को सबभन्दा ठूलो समस्या एउटा अहिले के छ भने धनुषा र सिराहाको बीचमा पर्ने जुन एउटा कमला पुल छ, यो कमला पुल चाहिँ अर्धनिर्मित अवस्थामा र त्यो भूभागको जनताहरूले त्यो कमला पुलको कारणले त्यो भूभागको जनताले यति दुःख पाएको छ। आधा पुल बनेको अवस्था, आधा भत्केको अवस्थामा हामीले त्यहाँका जनता, कमला पुल निर्माण संघर्ष समितिदेखि लिएर त्यहाँका युवाहरूले पटक पटक यो चीजहरू केन्द्रसम्म ल्याइराख्दा पनि अहिलेसम्म सुनवाई भएको थिएन। अब हामी यो जनताको सरकार भइसकेपछि अब हजुर जस्तो एउटा सक्षम व्यक्ति यो मन्त्रालयको भनौं न ड्राइभर सिटमा बसिराख्दाखेरि अब हामीलाई खास गरेर त्यो भूभागको जनतालाई अब हुलाकी सडक के हुन्छ त्यो पनि बुझ्नु पर्यो। अर्को के छ भने कम्तीमा तत्कालको लागि कमला पुलको निर्माण सम्पन्न गरेर त्यो जनता, त्यो भूभागको जनताहरूलाई हामीले त्यतिसम्म सहयोग गरिदिन पायो भने धेरै ठूलो उपकार हुन्थ्यो। ठिक छ, यो कमला पुलको बारेमा मैले धेरै छलफल गरिसकेको छु। अस्ति हाम्रो यादव भाइले पनि भन्नुभएको थियो। मैले तत्काल मिटिङ राखेर त्यहाँ सडकको डिजी, सचिव सबैलाई कुरा गरिसकेको छु र यसलाई चाहिँ धेरै समयसम्म कन्ट्र्याक्टरले चाहिँ त्यो जुन डिफल्ट भएपछि त्यसलाई चाहिँ सुरु नगरेको रहेछ। हामीले इमिडिएटली कन्ट्र्याक्ट तोड्छौँ भनेपछि अहिले चाहिँ सेड्युल सहित उनीहरूले टेस्ट गरेको छ। हामी तत्कालै त्यसको चाहिँ फलो गरेर अब छटपछि काम सुरु गर्ने भनेर उहाँहरू जानुभएको छ अरे। अहिले हामी अगाडि बढाउँछौँ र यो काम अब डिजी साहबको भनाइअनुसार 4 देखि 6 महिनाभित्र सकिन्छ भन्ने छ। अब यदि उनीहरूले काम नगर्ने स्थिति भयो भने हामी तत्काल कन्ट्र्याक्ट तोड्छौँ। करिब हामीले 150 वटा भन्दा बढी कन्ट्र्याक्टहरू सम्झौताहरू यो अहिलेमा आइसकेपछि सबलाई तोड्ने गरेर हामीले चाहिँ प्रक्रिया चाहिँ सुरु गरिसकेका छौँ। नोटिसहरू पनि निकालिसकेका छौँ। अब काम नगरेर कोही पनि बस्न पाउँदैन। काम चाहिँ गर्छ भने ठिक छ, हामी अगाडि बढ्न दिन्छौँ। काम नगर्नेलाई तत्काल तोड्छौँ र हामीले चाहिँ नयाँ कन्ट्र्याक्टर ल्याएर काम गर्छौँ। धेरै धेरै धन्यवाद मन्त्रीजीलाई समयको लागि पनि।